ओर्लिनु पर्ने ठाउँमा भन्नु पर्यो। हेरौँ अब ओर्लिनु त पर्छ नै होला यार अमन। अहिले लड्नुभन्दा त्यही त बरु तैँले पछाडिपट्टि समातेर होइन समातेर अनि नत्र त अनि म अनि लड्दिनँ त नि अनि। हेरौँ कतिकोले त हान्छ तर एकदम स्लोली जानुपर्छ यार। गाडो बाटो हेर्नु छ अनि यो केटाहरू त गयो है तिनीहरू कतिखेर निस्क्यो अघि नै निस्क्यो यार सोमान चलाइयो त यार ओर्लिनै पर्छ क्या ओर्लिनै पर्छ क्या त ओर्ली है मेरो यहाँ नङै उ भयो खुट्टाको नङै खुट्टाको के खुट्टाको नङ के उनीहरू त ओर्लेर चलाइरहेको छ उतै अगाडि त छ नि एउटा एफजी बाफ्रे फक म्यान दिस इज माई फर्स्ट टाइम एक्सपिरियन्स राइडिङ अन स्नो तर मेरो हातै कडाक्को गऱ्यो यार छैन तर कडाक्कै गऱ्यो यार छैन होइन बगा बस्नु बाइक एकछिन उठाउनु फक क्यासित हातमा ठोकियो नि ब्ल्याङ गरेर ह्यागे झन्नै डिस्लोकेट चाहिँ भएन के सिट म्यान यो त ओर्लेरै लग्नुपर्छ यार ए उठाउँ यार बाइकैमा बाङ्गिसक्यो त्यतिर डेली फान हान अझै उताल्नुपर्छ अझै भ्याउँदै भएन ल राख्दै फक म्यान कस्तो कन्ट्रोलै गर्न नसक्ने रहेछ कि ब्रेक हानेको होइन अनि त्यसपछि भ्लाट लाएर चिप्ले होइन ममा त्यहाँदेखिको मैले कन्ट्रोल गर्न खोजेको नि ठिक छ अब अहिले त ठिक छ नि अब पछि के हुन्छ रेकर्डिङ भइरहेछ यार कस्तो हो र धन्यले आफ्नै हातमा भाँचेको यार क्या डरला यार गियरमै बरु उसले त्यो यस्तो चाहिँ गर्नुपर्छ यार कस्तो भने होइन यो जुन यो ऊ छ नि डबल स्ट्यान्ड छ नि डबल स्ट्यान्डले लगाएर होइन कि त्यो घिसार्दै कि त्यो अस्ति त्यसले सिकाएको थियो नि पक्न यहाँ अनि गियरमै लग्नु पऱ्यो नि त फेरि झ्याप्प लाएर जान्छ कि यार हामी त फस्यो के यार अलिकति ढका थोरै थाम्न चाहिँ थाम है अगाडिको ब्रेक हान्यो कि ऊ हुन्छ क्या अमन पछाडिको हान्नुपर्छ पछाडिको ब्रेकै उताडि छ त उताडि साइडमा बसेर यसो पछाडिको ब्रेक हान्दै लग्नुपर्छ हो लड्न चाहिँ दिनु भएन न्युट्रलमा राखौँ अनि यता थाम्न सक्छस् तैँले पछाडिको ब्रेक चाहिँ हान्नु पऱ्यो क्या हामीले मेन भनेको यो त यार पुग्नै पऱ्यो नि अब अमन के गर्ने त नत्र त त्यहाँ अघिको त्यो मान्छेहरूले नि त्यस्तै गरे ऊ यताडि साइडमा चेपाउँ न यताडि साइडमा चेपाउँ त एकछिन ब्रेक हल्का छोड न
गियर हान्दै हान्दै ल गियरमै छ कि यो त वाइल्ड गाह्रो हुन्छ जस्तो छ यार त्यत्रो बाटो छ हट हट छोड्दै यसलाई छोड न छोड के त खिस्रिँदै जाँदो रहेछ कि बरु गियर मात्र हान्नु होइन धेरै स्पिड नगर्नु यसरी त कहिले पुग्छ त हामी तपाईँ एक्लै चलायो भने लड्छ मैले नै एक्लै चलाएको त अनि झनै लड्यो खै खै त्यो 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 छोडिदिएर एकछिन त थाम मात्र है त यसरी त अलिकति ए ए ब्रेक ब्रेक म तँलाई ब्रेक भन्छु अनि खुट्टाको हान्नुपर्ने हुन्छ क्या त यार सक्दैन रहेछ यार अमन यो त तल चाहिँ फेरि छैन नि त ब्रेक 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 म त्यो अरूहरूको बाइक गयो यार यो अलि हेभी भयो कि अनि अति गाह्रो भयो हल्का हल्का थोरै थोरै ब्रेक पछाडिको चाहिँ हान्नुपर्छ कि ल छोड त अगाडिको त हान्दैन हान होइन पछाडि नै गर्दै लाउनुपर्छ कि स्लाइड गर्दै ल बिस्तारै बिस्तारै धेरै दियो भने पनि हुन्छ कि कसरी चाहिँ लग्ने त यार यस्तो धेरै टर्निङ छ फेरि यहाँनिर त म त सोच्दै थिइस भइसक्यो लगाउँ लगाउँ अगाडिको खेलाउँदै नखेला होइन हो त्यस्तै गरे नि ह्यान्डल उतापट्टि भयो कि धेरै यतापट्टि हल्का हल्का पछाडिको ब्रेक सक्दैन त सक्छ जस्तो लाग्छ ट्राई गर्दा एकचोटि ट्राई गर्दा कन्ट्रोलै हुँदैन क्या कन्ट्रोलै तेरो त्यो कन्ट्रोल नगर्नु म झन्डै नै तलतिर गएको त नि झन्न त्यहीँनिर लड्यो भन्न अनि झन्डैले मुजी उतातिर गएर म मुजी गएको भए अनि दुईजना हुँदाखेरि त त्यो 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 ह्यान्डल चाहिँ त धेरै यतापट्टि नलिएर न त्यस्तै गरी स्लाइड गर्दै लाउनु पर्यो तिनीहरू त त्यतिकै छ त्यहाँ नसकेर कसरी गयो होला लाइट छ है ओर्लाएर लग्यो होला नि होइन कि यसलाई भने होइन कि ड्युकलाई चाहिँ ड्युक त अब यस्तो हात धुइसक्यो पक लाग्दै लाग्दै के गर्ने यस्तो रिस्की यार कस्तरी यार मा कस्तो बजारेको नि म ब्याट भयो यहाँ त कडाक्क गरेर के यो हात खुट्टा ठिक छ खुट्टा त्यस्तो के भएन तर जसरी पनि जानैपर्छ अमन जानैपर्छ बरु तल गएपछि सकिन्छ होइन हट 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 अब लौ यो बसिराखेर कामै छैन भने लडेर म यहाँ झन्डैले हातै भएको छ ल छोड्दै अलिकति हल्का नसक्ने रहेछ झन् यो हेभी भएर म अघि झन्डैले लडेँ अघि झन्डैले 200 नै भनौँ न 200 केजी
खै कसरी चाहिँ लग्ने नै भइरहेछौँ हामी त हामी त कसरी नै लग्ने भनेर नै भइरहेछ क्या अब अगाडि चाहिँ बसेर अघि सोलो म जान खोजेको म भ्लाटै चिप्लेर लडेँ कि तपाईँहरूले नि फेरि गाह्रै पर्छ होला त के भन्नु के गरे किन उता ताने यो टायर यतापट्टि लगिरहेछ क्या अमन के ह्यान्डल बाङ्ग्यो छैन ह्यान्डल बाङ्गेको अनि ल तर यो धेरै त छैन होला हिउँ त त्यहाँसम्म चाहिँ 10 रुपियाँ लाउनु पर्यो अब ठिक छ त्यहाँदेखि घरै जान्छ के छ भने सेफली पुग्यो भइहाल्छ भिडियो खिचेछु दाइ हैन जो चिप्लाउँदै नै लग्नुपर्छ क्या अब यो कस्तै लडेको मेरो झन्डैले यो देब्रेपट्टिको हात होइन मेरो झन्डैले चाहिँ ऊ भएको कि तपाईँको डिस्लोकेट भएको ल ल ल ल गियर पनि छोडिदिरहेको छ त्यही पनि गुडिरहेछ क्या यस्तो त भइरहेछ त्यतापट्टि त्यहाँ लड्यो भने त दाइ फेरि अति नै गाह्रो हुन्छ झन् म अघि त्यही सोचेर उनीहरूकै बाटो बनाउँदै हिँडेको होइन म त भ्लाटै लडिरहेँ ग्रिप छ तर सेमीवाला हो अलिकति यता ढगन गोटीवाला भनेर यस्तोमा त दाइ चेनै हाल्नुपर्छ कि गोटीवाला पनि चिप्लिन्छ त्यो अरू त्यो डटवालाहरू चाहिँ कसरी लग्यो होला तिनीहरू त फेरि लाइट छ होइन यतिकै गुडाउँछु भने नि गुड्छ कि लग्यो त्यही त ल ल ल त्यहाँ तलदेखि चाहिँ छैन होला तपाईँहरूको गाडी भाडा ए आधी बाटोबाट छैन ल ल सकिन्छ खै त जाँदै गएन सक भयो त थिचिरहेको त्यहाँ छैन ब्रेक बिचबाट ल कहाँ त्यही भएर त भनेको त ब्ल्याक एसमा त फेरि भ्लाटै हुन्छ ब्ल्याक आइस भयो भने त फेरि झ्याउै हुन्छ धकान हजुर चढेर त दाइ म त एकचोटि त ट्राई गर्नु त ब्रेक हान्यो कि दाइ चिप्लिन्छ अनि त्यो अघि नै त्यस्तो भएर ब्रेक पनि नलागेको क्या फेरि त्यो भएर चाहिँ मलाई डर लागेको कि तैँले त्यो ह्यान्डललाई अमन के गरिरहेको छ तैँले त्यो ह्यान्डललाई यता बङ्गाइरहेको छ म यता बङ्गाउनु खोजिरहेको छु कि दुवैतिर प्रेसर पऱ्यो कि होइन बरु सकेन भने ढलाइदिउँ होइन तर त्यो ह्यान्डललाई चाहिँ सिधा राखौँ होइन लेगार्ड छ नि त लेगार्डले बचाइहाल्छ बचाउनु त बाइकलाई यो स्नो मात्र छ ल ल दाइ जाँदै गर्नु तपाईँलाई ढिलो हुन्छ है ल ल जानु अब यो आइस त सकाउनै पर्यो You and me. मिनट आएपछि त पुगेन कि छैन यहाँ चाहिँ बेलुका हुनु भएन बिस्तारै जम्मै ब्रेक एकछिन समात ब्रेक लिँदै जाउँ होइन तेरो अहिले कति 11:30 भयो 1:30 बजीसम्म भए पनि यति कटौँ त्यसपछि नि अझै त्यो तलसम्म लक हटाएर आउँछ
सो अति नै झ्याउ भयो यो आइसले यार म खत्रै लडिदिरहेको है बात मर्यो भन्दा नि तपाईँ त कस्तो कराएको थियो तपाईँ यहाँमा कडाक्क भयो अनि कस्तो भयो त नि अनि भिडियोमा हेर्ने समाजै अगाडि ब्रेक छुँदै नछुने होइन अगाडिको ब्रेक छुयो कि मासँग उन खोज्छ यहाँ त अलिअलि चुसो चुसो छु होइन चिप्लिन खोज्यो भने छोडिदिइहाल ल ल पक 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 मेरो हेलमेट ठिक छ ठिक हुनै पऱ्यो नि यार अमन दिस इज दि अन्त त्यहाँनिर मैले धन्न यतापट्टि सुताएर लडाएँ भन्न त्यो सिधै गएको भइदियो कि म पुग्दैन थिएँ तलतिर त्यस्तो हो नि त जान्छ के हो खै त जाँदै ब्रेक थिचिरहेको रहेछ अनि गुड्यो अन्त जाऊ कहाँ छोडिदिनु मैले ब्रेक हान्ने लग 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 यस्तो थाक्यो छ यार हट्दा बरु यस्तो गर्नु न स्टार्ट गर्नु होइन बिस्तारै लग्नु म यताबाट ब्रेक हान्छु के छ विचार यो नै अघि लडाइदेखिको केही गरे होइन कतापट्टि चढाउने थोरै मलाई प्रेसर दिस् कि यहाँ हातमा ल अब सिधा छ यो यहाँबाट सिधा छ यहाँबाट सिधा छ पक्क अब सिधा बाटोमा केही गर्नु पर्दैन छोडिदे एकछिन पछाडिपट्टि चाहिँ समात्नु तर यहाँ सिधा बाटो छैन नि त अमन चाहिन्छ ओह्रालोमा चाहिँ चाहिन्छ फेरि यो बाटो सब ओह्रालो छ कि ओए नगर्नु त्यतापट्टि प्रेसर मैले फेरि छोडिहाल्छ नि स्विच गर्ने हो त यतापट्टि म त्यहाँ गाह्रो हुन्छ होला हौ त्यो त यता पनि गाह्रै भइरहेको नासले एक खुट्टामा उफ्रिँदै कहाँसम्म छ कि यार यो स्नो अमन लड्छ है भ्लाट्टै लड्छ है भ्लाट चाहिँ लड्छ है भने नि पछाडिको ब्रेक हाने पनि यस्तो गर न त पछाडिको ब्रेक हान्दै चाहिँ लग होइन लडेछ भने नि लडेछ अगाडिको चाहिँ छुँदै नछु होइन बरु यस्तो गरौँ यहाँ सेफ्ली नै घटाउँ यो चाहिँ बरु दुईजना अहिले जसरी आयो त्यसरी लगाऊ तपाईँलाई नि डिस भएन मलाई बाइकलाई नि डिस भएन हो बरु झिला बोल्छ त्यति जाउँ त्यसरी नै जाउँ भ्याउँछ पछाडिको तर ब्यालेन्सै गर्न सक्दैन कि मेन कुरा भारी हुन्छ ल है पछाडिको म बरु यहाँ समात्छु ल पछाडिको मात्र है बिस्तारै पछाडिको ब्रेक पछाडिको लग यताबाट अब फेरि कसरी चढाउने त माथि लग म यतापट्टि बसिदिन्छु
हो यस मलाई चाहिँ त्यो अघिको टुले ट्रमा भयो के बिस्तारै पछाडिको मात्र है अमन अगाडिको नआए है अँ बिस्तारै स्लोली स्लोली जा 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 जान्छ जान्छ यो ए त्यस्तै हुन्छ के त्यस्तै हुन्छ के लिटरली त्यस्तै नै हुन्छ के त्यस्तै नै हुन्छ के अँ लिटरली त्यस्तै नै हुन्छ त्यस्तै नै हुन्छ अब फेरि उठाउँ अब केही त भएन तँलाई how many times man how many times हजुर अघिको जस्तो गरी न्युट्रलमा गयो कि अलिकति अगाडि लग्नुपर्छ अनि त्यसमा जान्छ अलिकति लग अझै अझै ए त्यतापट्टि तैँले कस्तो तानेको के ऊ यहाँसम्म न हो त्यहाँ पछाडि गयो म अगाडिको हान्दिनँ पछाडिको मात्र लग लग फेरि 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 पछाडिको पछाडिको मात्र हान्दा मैले अगाडिको हाने कि जान्छ क्या आफै अब ढकाल त पछाडिबाट पक 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 अमन पछाडि के चाहिन्छ यार ब्रेक त त्यही ठाउँमै बस्नुपर्छ यार चल्छ होला यहाँ त चल ल फेरि अघि ऊ ओह्रालो पर्यो नि स्टार्ट हान्न ए त्यो अफ गरेर अन गर्न हाउ मेनी टाइम्स म्यान कतिचोटि ल पछाडिको मात्रै है अमन अगाडिको नहाने अगाडिको नहाने गाडीले जान्दिनँ यतापट्टि साइडमा लग्नुपर्छ यतापट्टि साइडमा लग्नै पऱ्यो नि अब गाडी आउँदैछ अझै अझै जान्छ 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 भयो एक नम्बर गियर लगाएर बिचको दिगदेखि जानु फ्रेस भ्यू छ चिप्लिँदैन हो दिगमा गयो नि झनै चिप्लिन्छ बिचबाट चाहिँ जानु पऱ्यो है फ्रेस हो के हुन्छ ल ल त्यही गरौँ भनौँ बिचबाट चाहिँ यो जहाँ चाहिँ त्यो ऊ छैन नि ल समातिरहेको छु लग 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 बिस्तारै हो ल बिचबाट है हो बिस्तारै ल हो यार यो बिचमा लास्टै चिप्लिँदो रहेछ यार हो बरु यहाँनिर त्यस्तो ऊ भएको छैन लग 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 जान्छ 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 होइन केही छैन मैले समातिरहेको छु लग 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 भ्याउँछ यहाँनिर भ्याउँछ जान्छ क्लियरेन्स छ ए ब्रेक नहान्नु अगाडिको लक दिए के हत्ता लाएर लक 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 पछाडिको चाहिँ लग्न पछाडिको चाहिँ थिच के बरु पछाडिको थिच्यो भने आफू पनि सेफ हुन्छ अगाडिको गयो भनेदेखि चाहिँ आफू सिधै हुन्छ कि बिच है बिचबाट यस तैँले नयाँ स्किल सिकिस् यार है मलाई त ट्रमा जस्तै भयो नि माम पाखा म जसरी लडिनस् नि त नि यहाँबाट यस्तो होइन यस्तोबाट कि यो बिचको बाटो बिचबाटै लग्ने कि बिचबाट हेर्न अहिले यहाँ चिप्ले छैन नि ऊ भन्दै थिएँ लग लग अगाडिको हाने हो र तैँले पहिले भर्खर ल लग 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 स्लोली केही छैन लग 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 स्लोली एकदम स्लो एकदम अघिको भन्दा त मच बेटर होइन त तपाईँले मेरो पैसा भयो एक खुट्टा उफ्रिएको
माथि माथि चढेर यस 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 म्यान वी क्यान डु इट बिस्तारै बिस्तारै स्पिड नो बरु एकछिन रेस्ट गर होइन आनन्दले लगाउँ के नो वरिज ल जे हुनु भइसक्यो होइन दिस इज द रियल एडभेन्चर तर बवाल यार हाम्रो यो चाहिँ लाइफ लङै बन्यो क्या मेमोरिज यार के मात्र भएन कि है मेरो नाकबाट रगत आएर होइन त्यहाँ माथि चढ्न नसकेर लाइक यार है थ्याङ्क्स टु हिम यस्तो गर्न पक 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 केही छैन यो आफै चिप्लेको ल म समात्छु अलिकति रेप गर्छु थोरै मात्र हो ल जान्छ चढ्छ ओ अब त्यसलाई सिधा बनाउनु पर्छ हो त्यता हामी यहाँ मिडलमा आउनु पऱ्यो नि त पछाडि ल्याउने ल म तान्दैछु अझै समातिरहेको छु ल जाउँ पक नो जाउँ लो टर्क एउटै स्पिड ल हो जान्छ गयो यस अलिकति यता मिडल त्यो तैँले ढुङ्गासुङ्गा देखेर ऊ भएको होला होइन तर केही छैन कि अब मलाई जहाँसम्म लाग्छ यतापट्टि चाहिँ कुना नै च्यापेर लग्दाखेरि हुन्छ होला सक्छ होला कि हो सक्छ ल लेट्स डु इट एन्ड लेट्स सी इट ओ ये सयो अब फेरि बिचमा इन द मिडल बिचमा के बिचमा ल हिजो मैले लिएर आएँ आज तैँले पक अमन बिस्तारै मेरो पनि सास फुलिन्छ फेरि ओके मेरो फेरि हिप्स यस्तो दुखा छ यहाँनिर चिप्लिन्छ हो अब यहाँबाट जाउँ यताबाट जाउँ मिडल म त सोलो भयो भने त म त फस्ने रहेछु यार अमन मेरो हिप्स यस्तो दुखिरहेछ हिप्स पुरै छोडिदिए सोलो भयो भने त म त नो चान्स बाइकलाई यहीँ छोडेर फेरि माथि जानु पर्थ्यो बिचमा फेरि कल आएर हाल्थ्यो ल यताबाट चाहिँ लग्नु पनि ठिकै छ त्यस्तै छ आइस बिचबाट लग यस्तो हाइट घटाउनु मिल्दैन हाइटै यत्रो सबभन्दा लोएस्ट नै यही हो म समातिरहेको छु कहाँ त्यो चाहिँ बिस्तारै नै लग्नुपर्छ समातिरहेको छु त बिस्तारै यता घुमा न यता घुमा म त यतापट्टि कभर गरिरहेको छु त समातिरहेको छु त्यसले धन्न सिकाइदियो है नत्र हामीलाई त लाइक आइडिया थिएन पक यहाँनिर अलिकति अहिलेको गरे त कहिले पुग्थ्यो यार हामी सक्छ ऊ यताबाट यस्तो बाटो लगाउँ न यताबाट त नजाऊ यार हो त्यसो यताबाट जाउँ त ल बाइक फाल्नु ल
ल हुन्छ के भयो भने हुन्छ हुन्छ बिस्तारै है तर यहाँ पनि बिस्तारै नै लगाउँ लग लग यतापट्टि कुनै चेप न यता त ऊ आइस होइन नि त यो त माटो हो नि त ऊ त्यहाँ चाहिँ हो आइस तैँले अफ गरिस् पछाडि ऊ त्यहाँ बिचमा चाहिँ छ होइन त्यहाँनिर चाहिँ डबल खुट्टा उ गरेर बिस्तारै लाग्नुपर्छ यताबाट जाने उताबाट जाने कताबाट जाने यहाँबाट यस्तो लगाउँ अनि त्यसपछि त्यहाँबाट अनि फेरि बिचबाट छिराउँ न त्यहाँ ल सक्छ यस यस फियर इज जस्ट एन इल्युजन लग लग केही हुँदैन लग अब ऊ यता नि माथि चढाइ नै हुन्छ ल लग 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 यहाँनिर पछाडिको है अगाडिको होइन पछाडि है पछाडि है यस 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 यहाँ त यतिकै छोडिदिएँ मात्र दिस इज प्योर फन यार के लाग्छ तँलाई हो यहाँ चाहिँ सक्छ ल यहाँ चाहिँ सक्छस् तैँले सक्छ वाह क्या दामी भिडियो आयो होला यार क्या मजाले उडेको के त्यो पछाडिपट्टिको नाइ कहाँ बस्नु त म बस्दिनँ यताबाट जाउँ होइन नाइ ऊ यता बिचबाट तल लग्न सक्छस् भने लग पछाडिको नथिस है के अरे अगाडिको नथिस सो यस्तो भयो हाम्रो आजको दिन आजसम्म जे चलाएको थिएन स्नोमा मेरो झन्डेले हात गयो होइन थ्याङ्क्स टु लर्ड कि म बाँचेँ ल है दिस इज द मोस्ट फन एडभेन्चर इन माई इन्टायर लाइफ नै भन्दाखेरि हुन्छ यार अहिलेसम्मको चाहिँ पक्न म आउँदैछु आम कमिङ हो त्यस्तै हुन्छ के देखिस् तैँले ब्रेक लगाइरहेको छैन त्यही पनि लागिरहेको छैन के मगि त्यही भएको के कस्तो डर लागेको यार झन्डेले यो पनि एउटा स्किल्स चाहिने रहेछ यार यस्तोमा कुदाउन त्यत्रो मान्छेहरूले त कुदाएर लग्यो तर वी आर जस्ट न्यू पुरैमा 360 हान्न लाग्यो कि के हो त अहिले ओह्रालोमा त एकछिन ऊ यहाँ पनि एकजना को त्यस्तै भएछ तान्नुपर्छ होइन अगाडि चाहिँ लगाऊ न त्यो तान्न त गरेछ पक ब्याक हो स्नो हाम्रो बाइकलाई तनाव छैन कि त्यो स्नोमा पनि त्यो ठुल्ठुलो ढुङ्गा भयो भने पनि जान्छ क्या बरु यताडिबाट जाउँ न हो यताडि हो ल हो यहाँनिर रोक्यो पनि के अगाडिको ब्रेक हान्दा है स्नोमा चाहिँ हामी बिहानै आउनुपर्ने रहेछ के कसैले युज नगरे बेला के गाडीहरू अनि त्यति बेला यो ट्रेल हुँदैन थियो यतै कुनै छ होइन लाग्नु पर्दैन हिँड्न लगा जा आम फिलिङ गुड तपाईँलाई फिलिङ गुड हेर्नु चाहिँ यहाँ मान्छे पन्चा लाउँछस् भयो झन् गाह्रो हुन्छ यताबाट लग यस्तो हुँदैन बिचबाट जान्छु यहाँ छैन त्यहाँनिर झन् सिप्लिन्छ के मैले थामिरहेको छु त ल स्टार्ट नगरिकन लग न त सर लाएर लग न त त्यहाँनिर झन् चिप्लिन्छ भनेर चाहिँ यहाँनिर चाहिँ तेरो अगाडिको ब्रेक पनि लागिरहेछ के होइन ल लग माई ब्याड लागिहाल्यो नि अब यहीँबाट जाउँ अब यत्रो त कहाँ घुम्नु ल जाउँ बिस्तारै जाउँ ल यस जोर लगाएकै हैस जोर लगाएकै हैस ल यस माई बोय
Yes, 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 you can do it. Yes. म हिजो आएको बाटो सम्झेँ भन्दै मलाई त्यही लाग्छ यार. It's just a miracle जस्तो के. बन्द बन्द बन्द. Fucking nightmare. Stand up. कहाँसम्म छ कि यार यो ल ल ल 1 2 3 go. बसौँ बसौँ केही पनि भएको छैन तर मेरो त घाँटी सुकिसक्यो यार अमन. This is the moment यार. अफ गरेर अन गर्नुपर्छ. मेरो बेबी अलिकति साध्दैन यार. साथ त दिएको हो यार यस्तो बाटोमा है. यस्तो बाटोमा I know it's hard for you. ल ल yes 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 yes. सिधा 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 स्ट्रेट स्ट्रेट हो. Yes. ल अब यो बाटो बाटो लगिदिन्छु. ओए अफ 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 भएन यार अमन. के भयो कहाँ गल्ती भयो? अघि त राम्रै आइरहेको थियो त हामी. कहाँ के गल्ती भयो? तैँले के धेरै नै पछाडिको ब्रेक हानिस् कि? कसरी? अब त हान डेड लिफ्ट कति हान्नु म? ल यस 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 यस. अगाडिपट्टि ल अरू अप्सनै छैन. अर्को अप्सनले हामी अहिले कहाँ माथि हुन्थ्यो. अब लग्नु पर्यो नि अमन. हुँदैन खुल्दैन. हामी भने त मैले 1:30 बजीसम्म त पुग्छ होला. यो स्नो चाहिँ कटाइन्छ कि कति किलोमिटर छ. अब लग्नै पऱ्यो नि नत्र अरू के अप्सन छ के? अब लड्यो भनेर अनि के छोडेर जाने? बिस्तारै 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 स्लोली स्लोली. ल अन्त ल ढकाल्छु म अलिकति ढकालिहाल्छु नि. तर इन्जिनमा चाहिँ तँलाई सजिलो हुन्थ्यो होला. गर्दै गर्दै पेट्रोल त हो नि. अहिले हालौँ न फेरि. पेट्रोल मात्र नि होइन. पेट्रोल छ. पेट्रोलै हो. पेट्रोल र इन्जिन. यो इन्जिन त तानिहाल्छ नि. इन्जिनलाई के असर पर्ला? होइन अब 450 छ. अब अलिअलि त पर्ला. हेरौँ. ल ल ल ल ल. यस 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 यस. ओम माने प्रेमे ओम. यस यस. ल यस यस. यस यस. लगाउँ 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 लगाउँ. There is nobody who is coming to save us के. हामी नै हो के. So we gotta do what we gotta do के. Let's go. Yes 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 yes. Lightweight lightweight. wait no. Yeah buddy. This is not lightweight. This 200 kg is not a lightweight. बरु अलिअलि चिप्लाउँदै चिप्लाउँदै लगाउँ के हो. ल चिप्लिन्छ के भयो त? चिप्लिहाल्छ नि. त्यसमा चिप्लि नै हाल्छ कि. ओए अगाडि गर्नु अगाडि गर्नु. ल ल
त्यस्तो नसोच न फियर इज जस्ट एन यस्तो गर त्यसो भए यतापट्टि लगिदे ऊ यतापट्टि लगिदे ऊ त्यो खम्बापट्टिबाट त्यहाँ सेफ हुन्छ क्या त्यहाँनिर स्नोमा चलाएको छैन कि कसैले ल ल ल कताबाट लग्छ लगियोस् होइन यो चाहिँ कटाउनु पऱ्यो आई विल थ्याङ्क यू घुम्न चाहिँ रमाइलो है तर यो वाला मुमेन्ट चाहिँ इट्स फकिङ डिजास्टर ल ल ल ल यस 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 ए बढी एक हप्तासम्म जिमै नगए हुन्छ त्यत्तिको वर्कआउट त भयो न एक्सट्रिम गाडी भयो त्यो बाटो हरायो हुँदैछ यार अमन हिउँमा सानो हुनेको नामै लिँदैन ल ल ल यस यस यता 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 छिरा हो पक 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 यस अब ठिक छ अब एकछिन म यो उसलाई पनि रेकर्डिङलाई नि स्टप गर्छु अब सिधै हामी ठाउँमा पुगेपछि मात्रै रेकर्डिङ गर्छौँ अब है So this is a fucking nightmare भन्ने कि this is fun भन्ने हैन I really don't know because बाटो हेरेर त हैन अब यहाँसम्म चाहिँ अति नै थिक लेयर रहेछ योभन्दा तल चाहिँ अब हल्का चाहिँ पग्लिसके नै रहेछ है अनि हाम्रो अमन ब्रदरले कुदाइरहेछ बाइक किनकि म लडेँ हैन लडेर मलाई कस्तो थियो एक प्रकारको ट्रमा जस्तो भयो क्या त्यो फ्ल्याट चिपेर झन्डैले मेरो हात मेरो नगएको नत्र त लाइक मेरो यो बाइक चलाउने सपनै हुन्थ्यो होला सायद सधैँभरिको लागि तर अल थ्याङ्क्स टु गड म एक्लै नै हिँड्दै झरिरहेको छु अब त्यहाँ तलसम्म पुग्छु होला होइन अनि त्यहाँ तल पुगेपछि चाहिँ सायद त्यहाँबाट चाहिँ मै राइड गर्छु होला किनकि त्यहाँ तल पछि चाहिँ छैन भने जस्तो सुने कि सो लेट्स सी वाट दि रोड्स ब्रिङ्स अस यस्तो तालले आछ यार बट दिस इज प्योर फन नै भन्न चाहन्छु यार लाइक यस्तो वाला एक्सपिरियन्स पनि दिस इज द एक्सपिरियन्स अफ दिस इज सक्दैन अमन यतापट्टि साइडबाट लग्न सक्थ्यो होला त यता त अब त माटो नै छ नि त धेरै आइस छैन धेरै आइस छैन यतापट्टि साइडबाट कि यतापट्टि लग्दाखेरि चाहिँ यतापट्टि लग्दा ए बिचबाट ल हुन्छ पक पक एकछिन म यो अफ गरिदिन्छु एडभान्सवाला हो क्या ओके ठिक छ केही छैन अब त हल्का हल्का बिचबिचमा छ अनि त्यसपछि चाहिँ छैन त्यो बिचबिचमा चाहिँ पक 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 लग्नै पर्छ त्यहाँ पनि उनी गरेर त्यसरी म समात्नै पर्छ ल सो यसै गरी नै चलाइरहेछौँ हामी कति यार 2 घन्टै भइसक्यो है माथिबाट झरेको तर स्टिल 1 किलोमिटर 2 किलोमिटर पनि आएन होला 2 किलोमिटर आयो त यतैबाट लगाउँ क्या उतापट्टि फेरि भिड छ नि त त्यहाँबाट फेरि छ अलिकति तर अब धेरै कम भइसक्यो कि यता अगाडिको नहाने पछाडिको र इन्जिन लग त्यतापट्टिबाट भन्दा नि होइन यो हिमालयन त यतापट्टिबाट नि जान्थ्यो कि जान चाहिँ उयो यताबाट यहाँबाट त भर्र कुदाएर लग्यो भने पनि जान्छ तर अलिकति हामीलाई उ नभएको हो क्या एक्सपिरियन्स
पके 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 बिस्तारै लग बिस्तारै यताटी यताटी चेप यताटी यताटी यता 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 नै लग्दै कि अब त्यहाँबाट सरर लाइन निकाल होला हामी सकिन्छ अब त त्यो लगले हो यहाँ त ब्रेक लाग्छ सिधै लग्दै सिधै हो यस 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 फेरि त्यस्तै फेरि त्यस्तो छ यार कहिले सकिन्छ होइन लक बिच बिचबाट मिडल मिडल एकछिन ल होस् रेस्ट बसौँ मैले चाहिँ तर अघिदेखि भनेको हो क्या रेस्ट बसौँ होइन अब यति माथि त हो नि उहाँ काठमाडौँसम्म परेको छैन हेर होइन त ल मेरो यो नै छुट्टेछ यार माइक नै त्यत्रो बोल्दै आएको तर नि आउनु त आउँछ होला किनकि ऊ गरेको छैन नि त बाइकमा छैन जम्ला उयो आइस यताबाट होइन उयो बिच बिच उयो आइस नि त हेर्नु न ठिक छ आइस यस्तो हुँदैछ कुनै बाइक हुँदैन होला हौ आइसमा त ए सक्छु यो चाहिँ हल्का भएर होइन यहीँबाट यहीँबाट यहाँ अलिक गाह्रो छ है ऊ हो र ए आइस यहाँ आखै अगाडि आइसक्यो मेरो खुट्टा चिप्लिरह होइन दाइ ओह्रालो लाउने हो कि ओह्रालो त्यही त हो बरु यतै लडे ठिक छ नि त ह्यान्डल भाइब्रेट आफै रोक्यो ए यतिकै छ राइट यता चिप्ल्यो होइन उता साइड नलाउ यहाँ पुरै आइसक्यो बिचबाट यताबाट यता यो त्यो रुट भएको बाटो रुट होइन यता बिचबाट हो यो लडेर हेर्छ रगतै आएछ है हो हेर्न रगत लड्यो बिस्तारै ल स्टार्टै गर्नुपर्छ क्या चिक्ने
होइन ऊ आइसक्यो यताबाट होइन उयो यो पाइला हिँडेको ठाउँमा खुट्टा दुख्यो मेरो यस्तो बाटो झाऱ्यो यार यस्तो बाटो झाऱ्यो यार यहाँबाट जान्छ है स्पिड छैन क्या त्यो आफै चिप्ले हो क्या ब्ल्याक आइस हो क्या यो लगो फेरि त्यहाँ बाइक लडिसक्यो है आजको यो स्नोमा हाम्रो लगभग 15 चोटि चाहिँ बाइक लड्यो होला अनि त्यो अफ गर्न अफ गरे हो अनि मेरो हिप्स यस्तो गाह्रो भइसक्यो होइन हिजो लिएर आउँदाखेरि मैले नै फुल अन राइड गरेर ल्याएको थिएँ अनि मैले सकि नै रहेको छैन अनि अब लग तले लग लग यस्तो छ बाटोको कन्डिसन है यसरी कहिले पुग्ने त काठमाडौँ अब थाहा छैन भर्खरै स्नोको बाटो सक्यो तर बाँकी बाटो पनि राम्रो छैन सो खुट्टा दुखेर अति गाह्रो भइसक्यो स्टिल गाह्रो लङ वे टु गो सो अहिले चाहिँ हामी चर्सिङ पौवा चना हान्दैछ हाम्रो स्नो राइडर म्यानले अनि यहाँ कुकुरहरूले पुरै घेरेर बसिरहेछ अनि यो चाहिँ हाम्रो बाइक कन्डिसन यस्तो छ चर्सिङ पौवा आइपुग्यो जुन ठाउँमा हामीले स्टार्ट गराएको थियो होइन त भ्लग हिँड्दै स्टार्ट गरायो भने हामीले अब यो बाटो चाहिँ अब लगभग 1 घन्टा अझै रहेछ ललितपुर पुग्नलाई अब आनन्दले जाने हो अति नै थाकिसक्यो होइन अति नै थाकिसक्यो म उठेर त्यहाँ बाइकसम्म जानलाई नि यस्तो झ्याउ लागिरहेको छ होइन अनि त्यही हो अनि आइपुग्यो अनि
अनि के भन्नु अनि द्याट्स इट फर टुडे हाम्रो राइडको भ्लग थ्याङ्क यू फर वाचिङ इफ यु आर वाचिङ यहाँसम्म होइन सबै पुरै भिडियो हेरिरहनु भएको छ भने थ्याङ्क्स फर वाचिङ त्यही हो